एभ्रिवान नमस्ते सबैजनालाई। हजुरहरू के गरिदिनुहुन्छ? हाम्रो चाहिँ फुल इन्जोय हुँदैछ। म मेरो मामु दिदी अनि मेरो छोरा चाहिँ अगाडि कुदेको छ किनभने उसलाई चाहिँ अल्छी लाग्यो अरे हो। हाम्रो फोटोसुट हुँदै थियो हल्का अनि उसलाई चाहिँ अल्छी लाग्यो अरे, सो ऊ चाहिँ जान्दैछ। हामी चाहिँ इन्जोय हुँदैछ। हाम्रो चाहिँ म यति धेरै खुसी लाग्छ। मेरो खुसीको सीमै छैन किनभने आफ्टर लङ टाइम नै भन्नुपर्छ होइन, 3-4 वर्ष पछाडि फाइनली नेपाल आएको त यति इन्जोय त गर्नु परिहाल्यो साथीहरू होइन। सो आई एम सो ह्याप्पी। यति खुसी छु म चाहिँ। यही ठाउँमा यही गाउँमा खाइ खेली हुर्की बढी गरेर कति 26-27 वर्षसम्म यही ठाउँमा खाइ खेली हुर्की बढी गरेको साथ गाउँ होइन। आज यति बिरानो लाग्दैछ के भने कस्तो के पुरा सुनसान टाइपको हुन्छ नि, बिरानो कहाँ नयाँ ठाउँमा आएँ त्यस्तै फिल हुँदैछ मलाई चाहिँ। नयाँ ठाउँ नयाँ गाउँ पुरा सहरै नयाँ लाग्छ हो। यो चिसो हावा, यो बतास, यो ट्र्याक्टर, यो ठाउँ गल्ली गल्ली मलाई नयाँ लाग्दैछ आज चाहिँ। तर पनि म यति खुसी छु किनभने आफ्नो ठाउँ भनेको आफ्नो मजा। अरू बेला पनि आएर पनि यसरी यो बाटो चाहिँ हिँडेको थिइनँ। आउन त म आएको थिएँ बिचमा, तर पनि यसरी इन्जोय गर्नु चाहिँ पाएको थिइनँ हो। किनभने मेरो बाबु पनि सानो, प्लस त्यस्तो टाइम पनि बस्ने थियो हामीसँग कि आएर यसरी घुमेर जाने। सो आज चाहिँ स्पेसली घुम्नु भनेर आएको होइन हामी चाहिँ, अनि त्यही भएर चाहिँ फुल इन्जोय हुँदैछ। थ्याङ्क यू सो मच मेरो हस्बेन्डलाई कि मलाई पठाउनु भयो घुम्नु, इन्जोय गर जाऊ भनेर। सो म चाहिँ एकदम थ्याङ्क्सफुल भन्न चाहन्छु है भिडियोबाट हो। घुम्नु डुल्ने टाइम मिलाइदिनु भएकोमा धेरै 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 धन्यवाद मेरो हस्बेन्डलाई हो। सो साथीहरू बाई बाई, नेक्स्ट भिडियोमा मिल्छु। ओके सी यू, बाई।